Hello everyone, welcome to our video. So आज चाहिँ हामी न्यू इयरमा घुम्न आछौँ सिद्धपोखरी. Hi guys, happy new year all of you. Happy new year. हाम्रो चाहिँ टिकटकहरू फोटोहरू खिचिसक्यौँ. अब हामी जाँदैछौँ भक्तपुर दरबार स्क्वायर. सो त्यही भेटौँ. आजको वेदर चाहिँ एकदम धेरै राम्रो छ. अब हामी जाँदैछौँ भक्तपुर दरबार स्क्वायर. त्यहाँ चाहिँ जात्रा पनि छ. हामी चाहिँ त्यहाँ गएर अब टिकटक भिडियो अनि फोटो खिच्छौँ. त्यही हो. अब त्यही पुगेपछि भेटौँला गाइज. सो हामी चाहिँ भित्र यहाँनिर चाहिँ मन्दिरहरू छ अनि यहाँ चाहिँ हामी छौँ. हेलो. सो गाइज यहाँ चाहिँ कति धेरै मान्छेहरू छ. मलाई चाहिँ सो हेर्न सक्नुहुन्छ यहाँनिर मन्दिरहरू. म चाहिँ यहाँ पहिला पनि आएको थिएँ अनि अहिले पनि आएँ. कति धेरै मान्छेहरू छ यहाँनिर चाहिँ. हामी चाहिँ अब यहाँ घुम्छौँ, फोटो खिच्छौँ, भिडियो बनाउँछौँ. त्यही हो. गाइस हामीले चाहिँ यहाँनिर बबल टी अनि कुल्फी किन्यौँ. अब चाहिँ हामी खान्छौँ यो. हामी चाहिँ यहाँभित्र पनि पुग्न आँटिसक्यौँ. धेरै छैन जाने बाटो चाहिँ. अब 2 मिनटमा पुग्छौँ हामी. यहाँ चाहिँ मेरो बबल टी चक्लेट फ्लेभर. मलाई चाहिँ चक्लेट फ्लेभर एकदम धेरै मनपर्छ. सो त्यही भएर मैले चाहिँ चक्लेट फ्लेभरै किनेको. अनि मलाई चाहिँ कस्तो लाज लागिरहेछ है पब्लिक प्लेसमा सबैजना मान्छेले हेरेको हेरेछ मलाई. म ब्लगर त होइन तर पनि म ब्लग बनाउँछु गाइज. अनि यहाँनिर चाहिँ मन्दिरमा डेले अनि यहाँ किन्चाहरू बजाइरहेछ. सो म चाहिँ हजुरहरू देखाउँछु. सो हेर्नुहोस् न है त. हामी पनि जाउँ बजाएको हेर्न. हाम्रो जात्राको याद आइरहेछ. सो गाइज हामी चाहिँ सिमसिम पानी परिरहेछ. अनि हामी चाहिँ अब जान आँटेको. पानीमा भिज्नु हुँदैन नि त. अनि यहाँ चाहिँ जात्रा चाहिँ अब राति सुरु हुन्छ. रातिसम्म त बस्नु भएन. पानी पर्न थाल्यो. यहाँ चाहिँ डोरी छ तान्नको लागि. अनि एकदमै पानी परेको छ. पानी पर्यो भागो भागो. सबै चाहिँ हामी निस्किन्छौँ. यहाँ लास्टै पानी परेर लास्टै चाहिँ होइन पानी परेर हेर्न सक्नुहुन्छ. सिमसिम परेर मेरो कपडा पनि हामीले चाहिँ एकदम पातलो लाग्छौँ नि त. अनि फेरि भिज्यो भने त च्याउ हुन्छ. अनि हाम्रो मलाई त कस्तो हाम्रो पनि अब जात्रा हुँदैछ गाइज 12 गते गोकर्णमा. 13 गतेदेखि. सो हजुरहरू पनि आउनु नभुल्नु होला गोकर्ण जात्रा हेर्नको लागि. अनि देखेर चाहिँ हामी फुल कल्चरल ड्रेस लाउँछौँ. नेवारी ड्रेस कस्तो राम्रो ब्रेसलेट हौ. मलाई चाहिँ यो कस्तो लाउनु मन लागिरहेछ तर के गर्नु. गाइज हामी चाहिँ कस्तो हावा आइरहेछ. हामी चाहिँ आइसक्यौँ. एकदमै धेरै फोटो भिडियोहरू पनि खिच्यौँ. चाहिँ हुनुहुन्छ हाम्रो पानी परिरहेछ गाइस. पानीबाट भिज्नु हुँदैन.
यहाँ एकदम धेरै मान्छेहरू छ अनि धेरैजना चाहिँ नेवार ड्रेस लगाइराखेको छ किनभने जात्रा छ नि त गाइस त्यही भएर हेर्नुहोस् यहाँको मान्छेहरू मलाई चाहिँ भक्तपुर भन्ने ठाउँ एकदमै धेरै मनपर्छ किनभने यहाँनिर चाहिँ त्यो हुँदैन पहिला पहिलाको घरहरू त्यस्तो त्यस्तो मनपर्छ मलाई चाहिँ अनि त्यही भएर मन चाहिँ अहिले लाज भन्ने कुरो चाहिँ लागेको छैन किनभने म कतिले साथ बोल्छु गाइस हावा आम्मामा कति साह्रो हावा लाग्यो हो मलाई चाहिँ हावाले उडाउला फेरि म चाहिँ एकदम धेरै खतनी भइसकेँ त्यही भएर सो गाइज हामी चाहिँ यहाँ जग्गातिर आइसक्यौँ केही खानालाई अघि चाहिँ त्यहाँ पानी परेको थियो नि त हामी चाहिँ ठ्याक्कै आइहाल्यौँ सो हामी चाहिँ आयौँ जग्गातिरको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकनमा सो गाइज हामी चाहिँ आइसक्यौँ यहाँ जग्गातिरको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकनमा र अब चाहिँ हामी जान्छौँ केही खानको लागि सो गाइज हामी पनि केही खाएर चाहिँ निस्क्यौँ बर्गर लिएर हामी चाहिँ हिँड्दैछौँ घर जानको लागि हाई गाइस अब हामी घर जाँदैछौँ ल खाएर टक्नु भएर अब अल्छी लाग्यो न्यु इयर सक्यो हाम्रो न्यु इयर चाहिँ सक्यो तर न्यु इयर चाहिँ सकेको छैन हाम्रो चाहिँ सक्यो तर अरूको चाहिँ सक्यो होइन हामी चाहिँ अल्छी लागे पनि हिँड्दैछौँ खाएको पचाउनको लागि हामी बिस्तारै हिँडेर जान्छौँ अनि घर पुगेपछि हामी देखाउँछौँ